यसलाई निकास दिनुपर्नेछ, राष्ट्रिय स्वतन्त्रताले निकास दिनुपर्नेछ, हामीहरूले निकास दिनुपर्नेछ। तर हाम्रो सभापति पनि अहिले जेलमा हुनुहुन्छ। उहाँले हाम्रा सभापति जेलमा भइरहँदाखेरि हामीहरू कटिबद्ध भएर लाग्नु परेको सडकमा र हामीहरूले गाउँ गाउँमा समाजमा गएर जनचेतना फैलाएर समाजमा परिवर्तनको लागि गराउनु आवश्यक छ। परिवर्तन अब चुनावबाट लिएर आउनु आवश्यक छ। कुनै पनि सडकमा आएर होइन, सडकमा त आइसक्नु आउँथ्यो, फ्यामिलीहरू आइसक्नु सडकमा आयो, सडकबाट परिवर्तन भएन, सडकबाट हुँदो रहेछ परिवर्तन। परिवर्तनको लागि राम्रो नेतृत्व आवश्यक पर्दो रहेछ, राम्रो नेतृत्व आउनुपर्दो रहेछ। त्यस कारणले अब हामीहरू सम्पूर्ण पर्वतेली जनताहरूले चुनावमा अब बहुमत दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु आवश्यक छ, परिवर्तनको लागि गराउनु आवश्यक छ। आग्रह गर्नुपर्छ। अब यहाँ हामीहरू धेरै समस्यामा पराइरह्यौँ, परिवर्तनको लागि लड्यौँ। परिवर्तनको लागि धेरै सङ्घर्षहरू भयो नेपालमा। परिवर्तनको लागि समस्या नभएका होइन, परिवर्तन गर्छु भनेर अझै पनि आएका छन् दलहरू, धेरै दलहरू परिवर्तन गर्छु भनेर आएका छन्। तर तिनीहरूबाट सम्भव हुँदैन। तिनीहरूबाट किन सम्भव हुँदैन? 36 वर्षसम्म हेर्ने तिनीहरूको परिवर्तन गर्छन् र के गर्यो 36 वर्षसम्म? तिनीहरू आजसम्म अझै पनि देशमा भ्रष्टाचार छ भनेर भन्छन् पुराना पार्टीका नेताहरूले। भ्रष्टाचार कसरी गरेको थियो आजसम्म? के हामीहरू थियो सरकारमा? के हामीहरूले भ्रष्टाचार गरेको थियो? कि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा एमाले काङ्ग्रेस माओवादीमा निकट माननीयहरूले गर्नुभएको होइन? त्यसकारणले अब पुरानोलाई विस्थापित गरेर, पुरानो नेतृत्वलाई विस्थापित गरेर, तिनवटा बुवाहरूलाई विस्थापित गरेर उहाँलाई राखेर अब एउटा नयाँ सरकार गठन गर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 मत दिएर जिताउनु आवश्यक छ। 2/3 मत दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि बढाउनु आवश्यक छ। सभापतिज्यूहरूले जेलमा हुनुहुन्छ। सभापति अहिले जेलमा पनि हजुरहरू आत्तिनुहोस्। हामीहरू परिवर्तनको लागि सधैँ लड्नेछौँ। तपाईँ ढुक्क हुनुहोस्। तपाईँले एउटा अभियान थाले, तपाईँले गर्दाखेरि तपाईँले हाम्रो जनचेतना परिवर्तन लिएर आइसक्नु भएको छ। तपाईँले हाम्रो समाजमा आएर तपाईँ हाम्रो समाजलाई परिवर्तनको दिशा दिइसक्नु भएको छ। अब परिवर्तन नआउने हामीहरू गराउनेछौँ। अब परिवर्तन हामीहरूले सुरु गरेका छौँ। हजुर